नमस्कार दर्शक महानुभावहरू, फेरि पनि स्वागत छ नयाँ भिडियोमा। आजको भिडियोमा पनि हामी क्रिकेट सम्बन्धी नै भिडियो लिएर उपस्थित भएका छौँ। आजको भिडियोमा उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले नेदरल्यान्ड्सलाई हरायो, नन्दन यादवको डेब्यू म्याचमै उत्कृष्ट प्रदर्शन। दर्शक महानुभावहरू, फेरि पनि स्वागत छ, नयाँ भिडियोमा उपस्थित भइसकेका छौँ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला र च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। भिडियो सुरु गरौँ। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्यान्ड्सलाई 16 रनले पराजित गर्यो। नेपालले दिएको 237 रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स 220 रनमा अल आउट भयो। सन्दीप लामिछाने र नन्दन यादवले 3-3 विकेट लिए। आरिफ शेखले 84 रन बनाए। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्डमा जारी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ। नेपालले नेदरल्यान्ड्सलाई 16 रनले हराएको हो। नेपालले दिएको 237 रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले 49.2 ओभरमा अल आउट हुँदै 220 रन मात्र बनायो। बेस्ले वारिसेले सर्वाधिक 36 रन बनाए भने कप्तान स्कट एडवार्ड्सले 30 रन र माइकल लेभिटले 27 रन बनाए। काइल क्लेइनले 25 र नुआ कुरेसले 22 रनको योगदान दिए। नेपालका लागि सन्दीप लामिछानेले 10 ओभरमा 39 रन दिएर 3 विकेट लिए। नन्दन यादवले 9 ओभरमा 39 रन दिएर 3 विकेट लिए। ललित राजवंशीले 2 तथा करण केसी र कुशल भुर्तेलले 1-1 विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आरिफ शेखको संयमित ब्याटिङमा 50 ओभरमा 9 विकेट गुमाएर 236 रन बनाउँदै 237 रनको लक्ष्य प्रस्तुत गरेको थियो। आरिफले सर्वाधिक 84 रन बनाए। 85 बल खेलेका उनले 7 चौका र 2 छक्का प्रहार गरे। उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए। त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान 35 रन बनाए। कुशल भुर्तेलले 18 तथा दिपेन्द्र सिंह एरीले 16 रन बनाए। नेदरल्यान्ड्सका लागि पल भान मिकेरनले 10 ओभरमा 58 रन दिएर 4 विकेट लिए। माइकल लेभिटले 3 तथा आर्यन दत्तले 1 विकेट लिए। नेपालले नेदरल्यान्ड्ससँग यसअघि भएको खेलमा पनि जित निकालेको थियो। यो सँगै नेपालले यस श्रृङ्खलामा 4 मध्ये 3 खेलमा जित निकालेको छ। यो सँगै लिग 2 श्रृङ्खलामा नेपालको 16 खेलबाट 12 अङ्क भएको छ र 7औं स्थानमा छ। नेदरल्यान्ड्सको 23 खेलमा 16 अङ्क छ। आजको खेल अन्तिम खेल रहेको थियो। 4 खेल खेलेको नेपालले 3 खेलमा जित हात पार्यो भने 1 खेल एकदमै नजिक पुगेर मात्र 2 रनले हार्यो। नेपालले स्कटल्यान्डसँगको म्याचमा त रेकर्ड नै बनायो। आफ्नो पहिलो खेलमा सबैभन्दा धेरै रन चेस र आफ्नो तेस्रो र स्कटल्यान्डसँगको दोस्रो खेलमा अहिलेसम्मकै सर्वाधिक रन बनाउँदै नेपालले नयाँ कीर्तिमान पनि राख्यो। अब नेपालले टी20 सिरिज खेल्नेछ। ओडिआई सिरिजपछि टी20 सिरिज खेल्नुपर्ने प्रावधान रहेकोले उक्त सिरिज खेल्नेछ। अब नेपालको टी20 खेल हेर्न हामी आतुर नै छौँ। हेरौँ नेपालले कस्तो खेल्छ। हजुरहरूलाई के लाग्छ, नेपालले आफ्नो टी20 खेलहरू सबै जित्दै उत्साहपूर्ण रूपले सिरिज समाप्त गर्ला त? कमेन्ट गर्न नबिर्सिनुहोला। फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछौँ। यदि च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अन्तिमसम्म भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछौँ। जय देश, जय खेल जगत।